हान्न हेलो गाइस, वेलकम ब्याक युट्युब च्यानल। सो फेरि पनि तपाईँहरूलाई चाहिँ स्वागत छ। र म चाहिँ गाउँको एकदमै पपुलर ओडा प्लास्टिक यस्तोमा पोका भएको ओढेर चाहिँ गोठाला जाँदैछु। फाइनली गोरुहरू चाहिँ फेरि ठ्याक्कै मेरो दुईवटा छ। सो म चाहिँ यो पाखातिर, यो हाम्रो पाखा घाँस काटिन्छ त्यतातिर हाल्दैछु। सो अबेला अबेला पनि खोलियो गोरुहरू। पानी चाहिँ एकदमसँगले हल्का फुल्का फुसफुसी चाहिँ परिरहन्छ। यो चाहिँ जुम्रे पानी भन्छ होइन। यो चाहिँ टाउकोमा पऱ्यो भने चाहिँ जुम्रा परेको भन्छ। फेरि यो माछाले कहाँ एउटा सिङ भाँचिरहेछ है। छिटो भाइ है, ए भगवान् के हो यो? खम्ल्याङ छ गोरुको भुडी यार। एकछिनमा यसलाई पुरा भराएर ल्याउनु पर्ने हुन्छ है त। म चाहिँ गाइस पहिला टुप्पी कस्नुपर्ने हुन्छ होइन, कपाल सट्टोसँगले। माछाले गोरुहरू फेरि यार बारीमा गइहाल्यो। कस्तो ल आइज औ नयाँ गुरीहरू त मेसाले हक जामाहरू उता आइज। हेर नि त यो, हेर त्यता मासतिर हाल्नुपर्ने हुन्छ है त। गाई चाहिँ मेरो खुट्टै यस्तो धसरियो कि आए। गाई चाहिँ यो इभा ब्रान्डकोले पनि यार यस्तो चिप्लाउँदो रहेछ भन्ने कुरा मलाई अहिले भर्खरै थाहा भयो होइन। म यहाँबाट झरेँ, धन्न म बाँचेँ यार। गाई चाहिँ मेरो नली खुट्टाको छालै पिल्छ्यो होइन। म फेरि पनि उठेर निस्किँदैछु ओकालोतिर। अहिले चाहिँ बर्खामा लास चिप्लै हुन्छ जताततै नै। त्यही भएर होसियारको साथ हिँड्नुपर्ने हुन्छ हामी सबैजना। गोरुहरू चाहिँ मैले यता पाखामा हालिदिइसकेको छु। घाँस चाहिँ फेरि यतातिर बब्बालै हुन्छ होइन। यता चाहिँ सदा काटिन्थ्यो घाँस, त्यो चाहिँ काट्नु नभेटेर हामीले चाहिँ यसपाला चाहिँ गोरु नै हालिदिएको है चट्टसँगले होइन। ए भगवान् के भएको लौन नि, यत्रो झर्दा मर्दिन त। ए गोरुले पो अड्काएको रहेछ त्यहाँ। मलाई त भगवान्, म फेरि निस्किन्छु। यो के साह्रो दाना हो, चिलाउनेको दाना। ए भगवान् लौना नि, म त यत्रो बार लड्दा मर्दिन त। के भएको कुनी हुना नि गाई छ। मकैबारी दर्याम पो गरिसकेछ त यता। मासले ओहो मकै त सकेछ त है फाइनल। तर यो बारी चाहिँ हाम्रै हो र मात्र नभातिरहेको गाई छ है। मासले होला यार, झन् घाँसमा लाग्यो झन् मकैबारी। ओहो दाना रहेछ बाफ्रे गाई छ। ओ गोरुको गेडा मासले टट्ट लाएर घाँस चाहिँ यस्तो बबाल छ गाई छैन। यस्तो बबाल छ घाँस। मैले गोरु यस्तैमा चराइदिइरहेको छु। यहाँबाट फेरि भिड छ है गाई, खतरा भिड छ। चाहिँ ओभरै परिरहेको छ होइन। गोरुहरू यहाँ डिलमा चढ्दैछ। सो म चाहिँ पुरा लिएर बसिरहेको छु ओढेर। टक्क कुनामा यसरी बस्यो भने चाहिँ भिजिँदैन है। म चाहिँ चट्ट लाएर गोरु पनि घर लाँदैछु होइन। गोरुहरू यतातिर अघाएर अहिले चाहिँ ड्याममा भइसक्यो। गल्लीहरू यस्तै छ, गोरुहरू ठाउँमा पनि आइसक्यो। आइज हेर है, अब ठन्डै चिप्लो आइज ल सो आफ्नो ठाउँमा बसेँ। घरमा आइपुग्यो, खुट्टा त खानुपर्ने हुन्छ। के एउटा भाले चाहिँ काट्नुपर्ने तर पक्रिनु सकिएन। अब यसलाई उपाय भने चाहिँ गुलेलीले। गुलेली कता छ मेरो केटिस त। सोनी रेडी भइसक्यो। यो चाहिँ होइन है, घुम्दैछ त्यहाँनिर।
जुन भयो एउटा हान्ने आए हालिदिनु त हान्नु न ल खस्यो खोइ त टाउकोमा लागेर मरेन मरेन कता गयो यो यत्रो पो रहेछ त कुन चाहिँ हो फेरि यो चाहिँ हो यो लामो पुच्छर भएको यहाँ छ नि यहाँनिर हजुर उयो खोज्दैको ए खुस्क्यो नि त यो फेरि ए त मजाले मान यो निकै खतरा रहेछ भाले यो निकै खतरा रहेछ भाले मा पल्लो होला यो आना कुनको हो पल्लो अगाडिको लामो पुच्छर भएको अगाडिको चाहिँ हो हजुर टाउको लागेर पनि के भयो पिछिरमा चाहिँ लाग्यो अघि घाँटी खोइ कता लाग्यो भाइ यही भन्नु भयो खोइ हो ए यो यो चाहिँ हान्दा हान्दा गेट्टी चाहिँ खुस्केर फेरि कसेर चाहिँ अब हान्नुपर्ने हुन्छ लास्टै चलाक भइसकेको छ है चलाक भइसकेको छ मरे मरेन त्यो डेन्जर गरा रहेछ उहाँ गएर बाँच्नु थाल्यो कि यो कता गयो त्यो ए चलाख रहेछ यो चलाख चण्डाल रहेछ केही पनि भएको छैन रहेछ माथिल्लोपट्टि कति चला उता गइसक्यो यहाँ आइसक्यो लुखुर 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 कुछ हुन्छ उताबाट हान्नु म यताबाट रेकर्ड गर्छु
यो चाहिँ अलिकति हाम्रो ग्याटिस नभएको कारणले मर सहरै होला अब चाहिँ लगाइ शिकार मरिसक्यो है तनक्कै नि भयो शिकार मरे शिकार फाइनली शिकार चाहिँ मरिसक्यो खेद्दा चाहिँ मरिसक्यो यसलाई चाहिँ अघिदेखि लागेको लाग्नु चाहिँ तर ज्यात्रो रहेछ यो चाहिँ लास्टै आम्मा यसलाई चाहिँ हामीले बल्ल खेदी मार्यौँ ज्यात्रो रहेछ लास्टै कडा भाडा चाहिँ एकदम ओभर छ डेन्जर ल अब चाहिँ यो हामी बनाउनु पर्ने हुन्छ यहाँ चट्ट लगाएर पहिला खुट्टा चाहिँ सुर्काएर ल कुखुरा चाहिँ मस्तसँगले पोलिँदैछ है त अब चाहिँ यो लगभग रेडी पनि हुँदैछ है अब चाहिँ मैले यो फोड्नुपर्ने हुन्छ सट्टसँगले है मैले चाहिँ फुटाइ पनि सकेँ है सँगले दामी त गाइस आजको लागि चाहिँ भिडियो यति नै थ्याङ्क्स फर वाचिङ सो लाइक सेयर कमेन्ट गर्नु होला ल बाई बाई